भोक लाग्छ नि मेरो छोरा फेरि साह्रै ऊ छ फेरि देखाऊ 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 तिनजना एउटै भयो प्लेनमा उड्यो तिनजना फर्स्ट टाइम हो हामी तिनैजनाको के अरे सँगै त्यो हवाई जहाज यात्रा चाहिँ आज हो कस्तो लिने नलिने बाबुले देखो हामी तिनजनाको टक्क काटेर कस्तो आवाज आएको उड्न लागेको प्लेन अनि त्यही भएर हामी जानेकै हो वेलकम टु पोल्यान भयो नि त हामी त अब पोल्यान छोरोले फेरि हातमा के गरी बोकेको थियो समातेर जत्तिकै वेलकम टु पोल्यान 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 हो कि पोल्यान हो एक घन्टामा ढुई अर्काले पुऱ्याइदिइहाल्छ वेलकम टु पोल्यान यहाँको फेरि भाषा अर्कै हुन्छ होला फेरि स्विडेनको अर्कै यसको अर्कै हुन्छ होला टोइलेटलाई त्यसो भन्दो रहेछ केटा लेडी एउटै हो टोइलेट पनि कता हो यस्तो ल पोल्यान एयरपोर्ट आइपुग्यो हामी चाहिँ 1 घन्टाको प्लेन यात्रापछि पोल्यान हामी होटलतर्फ लाग्दैछौँ बाबु छोरा अगाडि हिँड्दैछ फलो गरेछ उहाँहरूले सोमालियनहरू छैन होला त्यसो भए यहाँ ए मजाले सुत्न त पाउने भयो नि हामीले भयो सबै बिचरा पैसा चाहिँ अलिअलि भए पनि जम्मा गरेर तिनीहरू बसिरहेको छ त्यसरी है अलिकति भए पनि सबैजना त्यस्तै त हुने त्यत्रो लङ टाइम ट्रान्जिटमा बस्नु मजा आउँछ हर्लङ हर्लङ हुन्छ नि यतातिर नै रहेछ घाँस त छिमेकी
एउटै बाउको सन्तान जेठो बाउ कान्छो बाउ माइला बाउ साइला बाउ के हो काँधमा ब्याग बोक्ने काम त सक्दिनँ ग्यास स्टेसन रहेछ 24 घन्टा खुल्छ छोरोले हेर्छ फेरि ग्यास स्टेसन 24 घन्टा त के रहेछ भने ग्यास स्टेसन मात्रै खुल्छ अब जे पाउँछ त्यही हालौँ न त अब ग्यास पाउने रहेछ ग्यास हाल्ने ग्यास स्टेसनमा पनि खानेकुरो पाउँछ नि त साना दोकान हुन्छ नि त के राख्नु पर्छ हो नि हो सही गऱ्यो छोरोले बिल्डिङको फोटो भित्र चाहिँ होला लिफ्टमा लेखेर दिन्छ होला नि यो कति हेरेछ के लेखेको छ त्यही कति भन्नु 299 ऐसे जानकारी ले फॉलो करे किसको फलो गरे उ लामखुट्टेको फलो गरे फलामै फला लामखुट्टे आउँदो रहेछ यस्तो गर्मी पो भयो यहाँ त अनि त्यही भएर सबै गर्मी भयो कोठाको हालत कफी फ्री दिने रहेछ अरू त किताबहरू नि पढ्न पाइरहेछ ल के खाने त बाबु पैसा नदिएसम्म त कहाँ दिन्छ अर्का त्यो बटनले त के गर्ने ओके गर्नुपर्ने छ लिऊ न आयो मेरो यो त हजुरलाई कमन लाग्नुपर्ने त जापानको कल्याणको एयरपोर्ट हो यो चाहिँ डोमेस्टिक एयरपोर्ट भन्नुहुन्छ बाबाले खै अब सिटी सेन्टरतिर जानुपर्छ हामी चाहिँ बजारतिर सिटी एरियातिर जानुपर्छ यो चाहिँ एयरपोर्ट रहेछ बस आउँछ होला यहीँतिर कहाँ दुईटा नेपालकै बस जस्तो हेर न त्यहाँ दुईटा कति पुरा गाडी चेन्ज गर्नुपर्ने जस्तो मैले अस्ति गर्दाखेरि 1 घन्टा 7 मिनट लाग्छ सेन्ट्रल आउँदा जाँदै गर्नु है सेन्ट्रल त्यो कल्याणको ओल्ड सिटी ओल्ड टाउन ओल्ड टाउन के त जाडो भयो यस्तै रहेछ ऊ ढुङ्गा आइरहेछ
एयरपोर्टदेखि झन्डै 1 घन्टा लाग्दो रहेछ ट्याक्सीमा यहाँ ओल्ड टाउन आउनलाई चाहिँ। माथि ऊ त्यो ढुङ्गा कस्तो घुमेको जस्तो। ल हामी 3 जनाको त्यसले खिचौँ न। पुल त कत्रक्क उभिएर बसिरहेको छ। यहाँ जोड्ने रहेछ पुल। अभी चुङ्गर फोटो खिच्दै शिमला डिम देखाने त्यही त। कहाँ हो बेलिङ्गेहरू? मोबाइल छैन हजुरको? खै जिडेन्स भनेर कहाँ? त्यत्रो ठुलो लेखेर छ। ए बनाइरहेको छु झिलिमिलीमा। आमा के हो त 2 जना त भिडियो साला कुत्ता बना दिया इसने, बाहर इसने कुत्ता। ल बजाउने अब ससर केबाब खाने होइन? जाम बाबुले मात्र मैले देख्दै Små grodorna är lustiga att se. Små grodorna är lustiga att se. Hej öron, de svansar har man det. Hej öron, de svansar har man det. Quack, 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 quack. यहाँतिर के ओहो यस्तो राम्रो देख्दो रहेछ कि कुरा छोडिदिउँ। यो त हाम्रै बजारतिरहरू जस्तो है बाबा? यतिको त अलि हुनु पऱ्यो नि होइन? अन्त रमाइलो लाग्यो, राम्रो लाग्यो। मम्मीको भन्नु बाबा यहाँतिर चाहिँ स्ट्यान्डअप देखेको घरहरू पनि नयाँ नयाँ होइन मान्छेहरू काली देख्यौँ यहाँबाट कहाँबाट मन लाग्ने काले नपाउने देशको न्युक्ने पुल्यान त्यस्तो पो हो साँच्चीकै है? काले होइन देखेन देखेको हाम्रोतिर चाहिँ फेरि कामे आले नै जस्तो भाइ देशै विकसित नदेखिने ल हेर्नुहोस् त्यहीँ त्यस्तोमै इटालियन रेस्टुरेन्ट ठुलो कत्रो सेम्प्रे भनेर अनि पनि एभ्री ठाउँ ठाउँमा जानु होइन किचनको चाहिँ अलिकति रहेछ त्यसको दामी ठाउँ रहेछ ल दामी दामी
मैले लाउँछु पाटुकी लाउँदिन पाता दुखेर हेर्नुहोस् राम्रै एरियामा चाहिँ घुम्ने रहेछ हामीलाई हो तिमीहरू के कुरेको खत्रै ढुङ्गा आउनु लागेको छ क्या त्यही भएर यहाँ है ठुलै घुम्ने रहेछ यहाँ चाहिँ रातो पासपोर्ट Please keep your mobile phones in the flight mode and the door smoking. Keep still. आइसल्यान्ड आइपुग्यो आइसल्यान्ड आइपुग्यो पानी परिरहेको रहेछ कसरी पुग्ने यस्तो ठाउँ छ समर सिजनहरू यस्तो रक्सी किन्नु पर्यो अरे कस्तो चर्को खाले कि मलको खाले बियर कसरी भनेको यही हो बन्द गर्नु ड्युटी फ्रीमा रक्सी बियर बोक्दै दाइ दिदीहरूलाई बहुत दाइ दिदीहरू चाहिँ रिसिभ गर्न आउनुभएको वा आमा चाँडै रहेछ नि हौ है उता त कस्तो गर्मी पो भएको थियो उता गर्मी भएको थियो भोलितिर कस्तो छ होला है दिदी यहाँ पानी नै देखाएको छ है यो हप्तै पुरो पानी छ अस्ति बरु पस्टो चाहिँ राम्रै भएको छ यो हप्तैभरि यस्तै छ समरमा पनि ज्याकेट लाउनु पर्ने जस्तो छ यहाँ त ज्याकेट बिना त कहिले नि हिँड्नु पर्दैन पानी पर्ने नि 1-2 घन्टा मात्रै होला भन्दा पानी चाहिँ अब त्यो घरि पर्छ घरि हुन्छ ल मलाई त स्विडेन कति जाडो लाग्यो यो त झनै जाडो परेछ
स्विडेन जाडो कस्तो जाडो लाग्ने मलाई त कहिल्यै फ्रेस भएर हिँड्न नपाउने देश जस्तो फिल भएको कि है फल्छ नि फल्दैन यहाँ आज त बेथे साग हो तता पाउँछ सिस्नुहरू नि पाउँछ टन्नै सिस्नु त झन् पोहोर त टन्न खाएँ यसपालि त हेर्नै मन लागेन सिस्नु त भिज्यौँ हामी त है उम्री नै पाउँदैन होला नि चिसोले गर्दा आइसल्यान्ड त आइसै जमेछ हिजो आज होला आइस नजमेको नि यो अस्ति फेब्रुअरी यसमा त फेब्रुअरी अन्तिमबाटै मार्च यसमा चाहिँ फेब्रुअरीबाटै सक्यो हिउँ नत्र मार्च अप्रिलसम्म हुन्छ ए हामी अलिक छिटो हिँडौँ रिसिभ गर्न आउनुभएको दिदीलाई धेरै धेरै धन्यवाद के पल्टिन्छ यहाँ यता धेरै छिटो रनिङ गर्ने एकदमै के छ त यो यहाँ अफिसले होइन यहाँ चाहिँ कार्यालयको कारण के चस्मा लाउनु के त्यो सर चस्मा लाउनु पर्ने यही हो यो क्याथोलिक सर एउटा मात्रै सर छ होइन यो देशमा होइन धेरै छ यहाँ दिदी दाईहरूको रेस्टुरेन्ट चाहिँ सेकेन्ड सिटी यहाँबाट कति 4 घन्टा ओपनिङ हुन बाँकी हो यो चाहिँ तयारी ठुलो रहेछ नि है त यो पुरै भिला हो कि के हो दिदी कि लिनुभएको होटेलको लागि आज रेस्टुरेन्टको लागि पुरै लिनुभएको यो यिनीहरूले घर बनाएर गरेको के लाने नि त फेरि यत्रो ठुलो होला म त त्यही बोक्नु सक्दैन यो बोक्दैन बाटो यो ज्याकेट ल हुन्छ अच्छा Let's even dig in. Okay. सुत्नु पर्छ अरे अब यतिखेर कसरी सुत्नु